हेलो गाइज, म चाहिँ अहिले स्लोभाकियाको लोकल ट्रेनमा छु होइन। कहाँ जाँदैछु भन्दाखेरि चाहिँ अहिले मेरो भाइ चाहिँ नेपालबाट आएको थियो कि होइन। नेपालबाट आएको 3 दिन जति भयो। अनि उसलाई भेट्न जाँदैछु। उसले चाहिँ मेरो लागि सामानहरू लिएर आइदिएको थियो होइन, 5-6 केजी। अब के लिएर आइदिएको छ अब देखाउनेछु म भिडियोमा। अहिले चाहिँ म ठ्याक्कै लियोपोर्ट जान्छु। लियोपोर्टबाट स्टेसन चेन्ज गरेर ट्रेनमा पुग्छु। त्यसपछि हामी भाइसँग भेट्छौँ बिस्तारै। अहिले यहाँ खानको लागि ट्याक्कै बोतलमै पानी राखेको छु मैले साइडमा। ट्याक्क अब अलिक टाढा छ, खानेकुराहरू पनि ट्याक्क राखेको छु। अब बाहिर देख्न सक्नुहुन्छ हरियाली दृश्य, त्यसमाथि पानी पनि परिरहेको छ मजाले। अब म तपाईँहरूलाई लियोपोर्टको स्टेसनमा पुगेपछि देखाउँछु है त, स्टे ट्युन। ल गाइज, म चाहिँ अहिले लियोपोर्टको स्टेसन आइपुगेँ होइन। अब म यहाँबाट अर्को टिकट काटेर अनि ट्रेनमा लागि टिकट काटेर ट्याक्क यहाँबाट अर्को ट्रेन चेन्ज गरेर जाँदैछु है त। फाइनली गाइज मैले टिकट पनि काटिसकेँ है। अब ट्रेन आउँदैछ अब केही समयपछि। अब ठ्याक्क अब भाइलाई भेट्न जाँदैछु म। भाइ पनि मलाई मेरो वेट गर्दैछ। बिस्तारै अब सबै कुराहरू देखाउँछु, स्टे ट्युन। ल गाइज, अहिले चाहिँ म ट्रेनको लागि ट्रेन चढिसकेँ होइन। एक्लै छु, कोही छैन साथमा। वाइ चाउँछु हातमा। जाँदैछु म सरर नमान्नु है केही पनि डर। फाइनली गाइज म अहिले ट्रानामा पुगिसकेँ है। अब ट्रानामाबाट ट्याक्क भाइलाई भेट्न जाँदैछु, बोल्ट बुक गर्दैछु। अब केही समयपछि भाइलाई भेट्छु अनि सामान पिकअप गर्छु अनि रुम जान्छु है त। ल गाइज, फाइनल्ली मैले केटासँग भेटिसकेँ होइन। नेपालबाट यति धेरै सामान बोकेर ल्याइदिएको छ होइन। धेरै धेरै धन्यवाद छ तँलाई है। कस्तो हुँदैछ त विदेशको कसरी? अब कस्तो हो भने देखिहालिस्, तैँले बुझिहालिस्। जे गर्नु गर्दिस्, तैँले धेरै हेल्प गर्दिस्, त्यही हो। ल गाइज, अब यो सामानमा यो झोलाभित्र के छ म सबै पछि अर्को भिडियोमा देखाउँछु। हस्त धन्यवाद, बाई बाई।